त्यो आनन्दलाई मन पर्छ कि पर्दैन? आहा, आज त कति आनन्द, आज त कतै दुख्ने बोल्ने पनि छैन, कति आनन्द हो। त्यो आनन्द भनेर त्यसलाई रुचाइरहेको तणहाले हो, त्यो आनन्दमा तानिरहेको उपादान हो। बुझ्नुभयो नि? तणहा ज्ञान हो कि केलेस हो? तणहा ज्ञान हो कि केलेस हो? यति मसिनो गरी जानुपर्छ नि त विपसना गर्ने योगीहरूले। आनन्द भएर त्यसमा रुचायो भन्ने बित्तिकै तणहा आइगयो, तान्यो, उपादान आयो। बुझ्नुभयो नि? अनि त्यहाँबाट फेरि अब ध्यान छोडेर अर्को दिन पनि हिजो त राम्रो भयो थियो, आज पनि त्यस्तै भइदियो भने त हुन्थ्यो। हुन्छ कि हुन्न? होइन, क्लेश समाधिभित्रबाट पनि आउँछन्। त्यसो हुँदा यथार्थ नजानिकन आचरण गर्ने हो भने अनुसय रूपमा आएको थाहा पाइँदैन। अनुसय क्लेश भइरहेको छ भने मध्यम मार्ग हुँदैन। बुझ्नुभयो नि? मध्यम मार्ग भनेको पवित्र, द्वेषतिर पनि छैन, लोभतिर पनि ढल्के छैन, द्वेषतिर पनि ढल्के छैन, पुरा मध्यमबाट गएको हुन्छ। अहिले त अनुसय आएको थाहा नै पाइएन भने मध्यम मार्ग हुन्छ त? भनिन्छ विपसना गर्दैछु, मध्यम मार्ग आचरण गर्दैछु, तर आफू ओभर भइरहेको, असोया भइरहेको थाहा पाइँदैन। थाहा पाइन्छ त? त्यसकारणले यथार्थ जान्न जरुरत छ कि छैन? यथार्थ जान्ने हो भने सत्काय दृष्टि पनि हुन्न, सत्सद दृष्टि पनि हुन्न, उच्च दृष्टि पनि हुँदैन। हो, यिनी दृष्टि पहिला हटाइयो भने बल्ल यिनी रहेका तृष्णाहरू, द्वेषहरू, मोहहरू, यिनी रहेका क्लेशहरू चाहिँ पछिबाट निभाउनुपर्छ। पहिले सुरु निभाउने चाहिँ के हो? दृष्टि। गल्ती देखाइलाई सही देखाइमा पहिला ल्याउनु पर्यो। गल्ती देखाइबाट हिँड्यो भने गल्ती हिँडाइ हुन्छ नि त। बुझ्नुभयो नि? गल्ती देखाइबाट हिँड्यो भने के हुन्छ? सही देखाइबाट हिँड्यो भने सही देखाइबाट हिँड्यो भने सही देखाइ हुन्छ। त्यही भएर त सम्मा दिट्ठी भनेको सही देख्नु। कस्तो हो? सही देख्नको लागि यथार्थ खण्ड नबुझिकन सही देखिँदैन। त्यसकारणले यो खण्ड, आयतन, धातु, प्रतीत्य समुत्पाद यिनी कारण कार्यलाई राम्रो गरी बुझ्नुपर्छ। अहिले त अब प्रतीत्य समुत्पाद हिजो अस्ति योगीहरूले बुझ्नु भएको थियो। अब प्रतीत्य समुत्पाद बुझ्नुपर्छ भन्दाखेरि यहाँ लेखेकालाई बुझ्नुपर्छ भन्ने सोच्नु भएको थियो होला, उस्तै पर्यो। आखिर त अहिले देखेको के हो? देखेको के हो? आँखा र रूप दुईटा ठोकिएको, अरू के प्रतीत्य। ठोकिएर देख्ने मन उत्पत्ति भएको के हो? अहिले देख्ने मन उत्पत्ति भएमा खण्ड कति? रूप खण्ड एउटो, नाम खण्ड चारवटा, जोड्दाखेरि पञ्चखण्ड। छोट्याउने भने नाम र रूप, छोट्याउने भने